सम्पूर्ण साथीहरूलाई नमस्कार। म चाहिँ मेरो कौसीमा भएको करेसाबारीहरू तपाईँलाई देखाउन गइरहेको छु है। यो चाहिँ तपाईँले हेर्न सक्नुहुन्छ, फर्सीको टुप्पाहरू खाने बेला भएको छ। त्यसपछि तपाईँहरू घिरिउँडा देख्न सक्नुहुन्छ। यतापट्टि चाहिँ यो सागहरू तपाईँले देख्न सक्नुहुन्छ। यहाँ चाहिँ रायोको साग हेर्न सक्नुहुन्छ। यतापट्टि चाहिँ काँक्रा, त्यसपछि गएर यतापट्टि हाम्रो चाहिँ नि बोडीहरू छ, खोर्सानीहरू, सिमी तपाईँहरू हेर्न सक्नुहुन्छ। यहाँ यतापट्टि टिमुर पनि छ। यहाँ यतापट्टि तपाईँहरू हेर्न सक्नुहुन्छ ड्र्यागन फ्रुट्स भन्ने पनि छ। यहाँ खोर्सानीहरू, त्यसपछि यता तपाईँहरू हेर्न सक्नुहुन्छ फुल, र तरकारीहरू यहाँ हेर्न सक्नुहुन्छ। यहाँ हाम्रो छतमा र छतको तरकारी सँगसँगै तपाईँहरूलाई मैले चाहिँ यता काठमाडौँको दृश्यहरू पनि देखाउन गइरहेको छु है। काठमाडौँ सहरको चाहिँ नि दृश्यहरू तपाईँहरूले राम्रोसँग हेर्न सक्नुहुन्छ। अहिले बेलुकीको चारैतिर मजाले तपाईँहरू हेर्न सक्नुहुन्छ। यहाँ र तपाईँहरूलाई कस्तो लाग्यो हाम्रो कौसीमा भएको चाहिँ हाम्रो करेसाबारी अथवा कौसी खेती। ल आजलाई यति है त।